तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँडिदिन्छु ल बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाका लाउँछु सिधै छोडिदिनु तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छु दिएको भत्ता खाएर रोबीलाई भोट हाल्ने भन्ला नि फेरि आमा त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि मेरो खराब पानी हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्दैन यो भातेलाई बनाउँछ नि प्रधानमन्त्री सारी भातेलाई केपी ओली चाहिँ चिन्नुहुन्छ नि चिन्छु नि बाबु उसलाई त हात मिलाएर त्यहाँ परपारले मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको तर सबै भ्रष्टाचार गर्नु सुन व्यापार गर्नु मान्छे व्यापार गर्नु भोटाने भनेर बेच्नु भरे आफू सुने त म त उल्टो पो सुनेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ गदारी भन्न चाहन्छु के चाहनु है यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट कोही छैन कोही है तपाईहरू चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट यो 0% सन्तुष्टि पहिला नम्बरमा केपी दोस्रो नम्बरमा महेश बस्नेत तेस्रो नम्बरमा त्यो चिरकट देखाउँ भन्ने गगन थापाले हाल्नु पर्छ लाज किन हुने 2 सिट तलमाथि हुन सक्छ 4 सिट तलमाथि हुन सक्छ यो 50 सिट तलमाथि भयो भने भन्दा 50 सिट तलमाथि भयो भने 50 सिट तलमाथि असम्भव कुरा हो तपाईँ यो फुटेज चाहिँ एकदम सुरक्षित राख्नु मजाले सुरक्षित 15 दिन पछि बजाउनु होला भोट केमा हाल्ने आमा एमालेमा किन हाल्ने हामीलाई भत्ता दिन्छ खान पाइन्छ अनि एमाले आएको चिन्ह के हो त अनि घन्टी केपी शर्मा ओलीलाई बालेनले हरायो भने चाहिँ के हुन्छ आकाश पल्ट्यो भने एक्लै एमालेसँग लड्न आउने अबको नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ